Hello guys, welcome to my blog. And guess what? UK मा समर सुरु भइसकेको छ र पहिलो समर हामी जाँदैछौँ नजिकैको पार्क घुम्नको लागि बाटो क्रस गर्न खोजिरहेको छौँ र I am waiting for the cars to pass by and I'll catch you later when I reach the park. अहिले चाहिँ हामी बाटोमा हिँडिरहेका छौँ र as you can see most of the shops are closed. अहिले इस्टर सन्डे भएर almost everything close भइरहेको छ र हामी चाहिँ पार्कतिर गइरहेछौँ. But before that, we'll be getting inside Asika's and Suman house so they can join us together to go to the park. We are almost near to them. समरहरू पनि अलिअलि चिसो चाहिँ चलिरहेछ र हामी टोटल टी सर्टमा मात्रै नभएर हल्का यो विन्ड सिटर जस्तो ज्याकेट लगाइरहेछौँ. पछाडि शर्मिला पनि आइरहेछ. After walking around 5 minutes, we have almost reached Asika's house now, and we're going up inside the house. होइन फोन हान्दा She's giving a call to them. Okay. Knock knock. Hello, welcome to my vlog. Welcome to my vlog, guys. We are finally inside the park now. आज स्टार ब्रेक भएर एकदम खुल्ला खुल्ला खाली खाली छ. मान्छेहरू प्राय घरतिर बसेर पकाएर खाइरहेको हुनसक्छ. त्यही भएर प्लस इट्स टु विन्डी अल्सो. समरहरू पनि एकदम मैले अघि पनि भनेको हावा चलेर एकदम बिजोग अवस्था भएको हुनाले मान्छेहरू त्यति छैनन्. इभन इन द प्ले ग्राउन्ड एज यु क्यान सी त्यो चाहिँ बच्चाहरूको प्ले ग्राउन्ड हो. देयर आर अलमोस्ट नन पिपल देयर. मान्छेहरू आज छैन. एकदम कम मान्छेहरू छ. बट युकेमा चाहिँ अलमोस्ट एभ्री काउन्सिलरले चाहिँ बेग्ला बेग्लै पार्कहरू बनाएर राखेको हुन्छ यसरी चिल आउट गर्नको लागि. त्यो कन्सेप्ट नेपालमा पनि ल्याउनु पर्ने देखिन्छ किनभने प्ले ग्राउन्डहरू एकदम कम देखिन्छ सोसियलाइजेसनको लागि बच्चाहरूको लागि र इभन एडल्टहरूको लागि पार्कहरू एकदम नभएको अवस्था हुन्छ. र यसरी पार्कहरूमा सार्वजनिक स्थानहरूमा गभर्मेन्टले इन्भेस्ट गर्यो भने हेल्थहरूको लागि अनि धेरै एक्सपेन्डिचर गर्नु पर्दैन होला सायद. So this is how it looks like. Clean sky, little bit of breeze, sun a little bit out there. हल्का यताबाट चाहिँ हल्का हल्का थोरै घाम आए जस्तो देखिएको छ. एकछिन बियर लिएर आउँछौँ भनेर पसलतिर पसेको थियो. पसलहरू पनि एकदम बन्द भएर थोरै 3-4वटा पसल मात्रै थियो र एउटा पोलिस सबबाट बियर लिएर आयौँ. अदरवाइज आइसल्यान्ड हल्दी एभ्रिथिङ वाज क्लोज्ड. अवस्था यस्तो छ. अब एकछिन यहाँ टाइम स्पेन्ड गर्छौँ होला. त्यस पछाडि यहाँ यस्तो चिसोमा बियर खोलेर खानेकुरा त भएन. We'll be back to Suman and Asika house and we'll have a little bit of party, a little bit of here and there. So this is how the Easter Sunday will end for us. Finally the beer is out. जाउँ न त. ऊ त्यो साइडतिर गए पनि हुन्छ. त्यतातिर आउँछ होला घाम. त्यहाँ छ त होइन त्यो उहाँ पर तर त्यहाँ आउँदैन होला घाम. हावा चाहिँ अहिले अलिक कम भएको अवस्था छ. त्यही भएर वी हेभ डिसाइडेड टु इट समथिङ ओभर हियर. र अहिले चाहिँ हामीले अब खोलिरहेछौँ.
Girls have got their ice cream out and we are going to have some beer, some drinks. शर्मिला हाजका चाहिँ आइसक्रिम कोन लिएर बसिरहेको छन् खानाको लागि. And we are going for the beer, police beer, trying it for the first time. Don't know about the taste, how it's gonna work. र केटीहरूले कहाँबाट खोजेर मिरिन्डा सर्ट अफ थिङ लिएर आएका छन्. कोल्ड ड्रिङ्क जस्तो छ. Oh, this is Mirinda. This is Mirinda orange juice, but I thought it's from it's Polish as well. As you can see, भनेपछि पोल्यान्डमा पनि मिरिन्डा. हामी चाहिँ ठाउँ चेन्ज गरिसकेको छौँ. अलिकति घाम आउने ठाउँमा गइरहेको छौँ यहाँबाट. Suman as usual on the topi. दुईटा खैरिनीहरू यहाँनिर पोलिसहरू, पोलिस बियर, पोलिस आइसक्रिम, पोलिस मिरिन्डा. मान्छेहरू पनि गोरी गोरी पोलिस जस्तो देखिरहेछन्. आज के भएर